साल फेरिँदैछ, नयाँ वर्ष आउँदैछ। अब भित्तामा राखिएको पात्रलाई फेर्ने बेला भएको छ। पात्र मात्र होइन, सायद अब मलाई पनि बदल्ने बेला भएको छ। बितेर गएको सालले मलाई धेरै कुरा सिकायो, को आफ्नो को पराई, एकदमै राम्रोसँग चिनायो। अब पराई मान्छेसँग बाटो बदल्नु छ, आफ्नो मान्छेलाई हात समाउँदै अगाडि बढ्नु छ। यो बितेको सालमा म धेरै रोएँ पनि, धेरै हाँसेँ पनि। खुसी भएको पललाई सँगाल्दै लैजानु छ र रोएको पललाई बिर्सदै जानु छ। मसँग मेरा धेरै सपनाहरू छन्, धेरै कथा व्यथा, नयाँ होइन पुरानै। आशा छ कि यो 82 सालमा त्यो सपनाहरू पुरा गर्नका लागि भगवानले आशीर्वाद दिनुहुनेछ। म यो पुरानै कथा व्यथा सपना लिँदा लिँदा म थाकिसकेँ। यो 82 सालमा म आफूलाई नयाँ रूपमा देख्न चाहन्छु। भगवान सधैँभरि आशीर्वाद दिनुहोस् है। र सबैजनालाई नयाँ वर्ष 2082 सालको धेरै धेरै शुभकामना।